कहाँ हिँड्नु है यता किन यो खोल्यो म खोलिदिन्छु लु खाली यो चाहियो सो हेलो गाइज वेलकम टु माई न्यू ब्लग आज चाहिँ म यसो सेजतिर आएको थिएँ यसो घुम्नलाई एउटा कन्टेन्ट लिउँ भनेको खै खाली देखिरहेको छु सेज पनि आशा गर्दछु भिडियो मन पराइदिनु हुन्छ हजुरहरूले म चाहिँ यहाँ एकजना अस्ति हाम्रो एउटा त्यस्तै सर्ट भिडियो हालेको साथीसँग छु एउटा माइकको कारणले चाहिँ अलिकति अप्ठ्यारो भयो माइक छैन त्यही भएर भिडियोमा चाहिँ बाहिरको नोइज हाल्नु भन्दा नि एउटा म्युजिक हालिदिन्छु भन्ने कुरा छ यसो ब्लग हेरेर आशा गर्दछु रमाइलो गर्नुहुन्छ गाइज अब चाहिँ हामी यसो भिडियो बनाउनु सर र सेज गराउन हुन्छौँ आशा गर्दछु हजुरहरूलाई राम्रो लाग्नेछ छुट्टै उ छ त्यो मैले के अरे एडिट मात्रै गरेर राखेको छ क्या त्यो गाइस
सेजमा यसो हामी राउन्ड पनि हानेर आइसक्यौँ। त्यसतिर हामीले खासै कोही पनि भेटेन। केटाहरू त्यतिर सिनेमाहरू केटाहरू आएको होला कि भनेर यसो हेर्न आएको कोही पनि आएको छैन रहेछ। त्यो ठिकै छ, नर्मल भिडियो हुन्छ। सेजमा कम्पनी बनेर झन्डै भएको छ, मान्छेले रोजगार पनि पाएकै छ। मान्छेले रोजगार पाउनु हेर्नु सक्नुहुन्छ गाइज, स्कुटी सिक्दै हुनुहुन्छ हाम्रो आन्टी। कस्तो राम्रो आन्टी, कस्तो ल गाइज सेजमा आगो लागि। हेर्नु वायु उठाउँदैछ आज धुवा आज आज आगो लागेको छ होइन। यस्तो हेर्नु सक्नुहुन्छ मजाले आगो लगाइएको छ। यो झाडी ठुल्ठुलो भयो भनेर केटाहरू गाँथा खाना हाल्नु सकिन्छ क्या यस्तोतिर हो। त्यही भएर गर्नु त राम्रै गरेको हो एक हिसाबले हेर्ने हो भने पल्युसन पनि भइरहेछ। अब भन्नु पनि के भन्नु भन्ने कुरा जस्तो लाग्छ। अब पहिला खास गरी भन्नुपर्दाखेरि हामी जन्मभन्दा नजन्मिनु बेला यो ठाउँलाई 4 पछि झाडी भनेर चिनिन्थ्यो। मान्छेभन्दा ठुल्ठुलो झाडी हुन्छ हुन्छ विकास राख्यो। थमेल कि थमेल कि यसमा पनि पेट्रोल पम्प खोल्न लाग्यो क्या हो। हेर्न सक्नुहुन्छ गाइज, हाम्रो सेजमा पेट्रोल भर्न नै आउनु सक्नुहुन्छ हजुरहरू। यहाँ पम्प पनि खोलिसकेको छ, बिस्तारै उसमा आउँछ, सञ्चालनमा आउँछ बिस्तारै। अहिले तेलको कमी छ, सब बनाएर रेडी भइसक्यो, तेल र बत्तीको कमी छ।
कहाँ हिँड्नु तिनजना है यता नि किन यो के यो यो त मेरो 2800 28 कहाँ अहिले ल्याएर कहिले लिएको उहीँ मलाई मेरो साथीको पसल चाहिँ उहाँ काठमाडौँमा चिनेको साथीको यहाँ पनि टेस्टीमै 3000 दिइरहेको थियो मलाई चाहिँ 2900 भन्दा थियो दामी हुन्छ है तर यो मेरो त हेभी कपडा हो नि मेरो भाइको नि छ यस्तै छ होइन अनि त्यो पनि राम्रो छ यार त्यहाँको कहाँ गइरहेछ खाली डुले डुले है होइन कसलाई म्यादी खाऊ होइन त्यो के अरे घरेलु काम थियो बन्द थियो अनि खास खाएर ए म त म्यादीको काम गर्नलाई लगाइदियो हाम्रो ह्यान्डसम पनि आएछ भ्लगमा जिम जान्ला यहाँ हेर्नु जिम गऱ्यो हेर्नु ल अनुहार देखा न के छ फेरि हो के ल हेर यहाँ त अब भ्लगमा आउँछु सुरु गर अब भ्लगमा आउँछु सन्चो छैन गाई सन्चो नभए पनि यस्तो हिँड्नै पर्यो कामसाम हुनै पर्छ घरको काम हुन्छ के हुन्छ त्यो गरेर हिँड्नै पर्छ गर्नु गाह्रो छ मान्छेको जिन्दगी गाह्रो छ यतिकै हल्लेर डुलेर खान नपाइने रहेछ गाई कता हिँड्नु अङ्कल कहिले म खोलिदिन्छु ल्याउ मलाई खालि यो चाहियो यो पाँच रुपये 3 गो एगो अङ्कल आज हेर्छ भर बस्नु भएको त कहाँ गएर आउनु अङ्कल पार्लर होइन त आन्टी आज अङ्कल हिरो भएर बसेछ है चोकोपन 3 हो भिडियो हेरेर हजुरहरूले इन्जोय गर्नुभएको होला र भिडियो कस्तो लाग्यो हजुरहरूलाई कमेन्ट गरिदिनु र अर्को पार्ट चाहिँ अर्को भ्लग चाहिँ के को एउटा कन्टेन्ट लिएर